Hello and namaste everyone. Hope you guys are fine. आज चाहिँ डे 5 अफ भ्लगिङ हैन. एन्ड फर टुडे हामी चाहिँ बाइक सर्भिसिङ गर्न जान लाग्यो नक्सालमा सानो गौचरण केटीएम सर्भिस सेन्टर. मेरो अस्तिना चेकअप चाहिँ भइसक्यो बाइकको. अनि अस्तितिर फोन आएको थियो कि मलाई, तपाईको सर्भिसिङ गर्ने बेला भयो, यसो टाइम मिलाएर आउनु न यो महिना भनिरहेको थियो. अनि अब मन्डेदेखि त कलेज खुल्छ, जान पनि भ्याउँदैन. फेरि हल्का ढिला भयो भने पाले आउन टाइम लाग्छ क्या. त्यहाँ चाहिँ अब 10 बजेतिर गयो भने पनि 5-6वटा बाइक आइसकेको हुन्छ. आफ्नो पालो कहिले कहिले उनीहरू बिस्तारै गर्छ आफ्नो काम. दिनभरि कुर्नुपर्छ. लाइक केटिएमको सर्भिस सेन्टर गएको दिन अरू केही प्लानै नबनाए नि हुन्छ क्या, त्यस्तो हुन्छ. के को जाम हो यस्तो? यो ठुलै जाम छ त. यो बाटो कहिले खुल्ला नहुने भयो, सधैँ यस्तै जाम. जाम त खुलेन, अर्को बाटोबाट छिरेर यतापट्टि निस्क्यो. अब यताबाट फेरि मेन रोड निस्केर सोह्रखुट्टे हुँदै नक्सालतिर जानुपर्छ. यसको चाहिँ अब सर्भिसिङमा ब्रेक एकचोटि राम्ररी हेरिदिनु भन्नु छ. चाहिएको बेला ठ्याक्क ब्रेकै लाग्दैन जस्तो फिल हुन्छ मलाई आजकल. ब्रेक प्याड सकिया हो किन, टाइम नि धेरै भइसक्यो नफेरेको. ब्रेकै नलागे जस्तो फिल मात्रै आउँछ मलाई चाहिँ. ठ्याक्क खोल्या रहेछ त्यहाँको बाटो. म ढिलाउने हो कि जानु भ्याउने हो. भ्या भ्या यहीँदेखि जाम रहेछ फेरि यो बाटो पनि. जाम खुल्यो तर गाडी भने उत्तिकै छ. कहिले पुग्ने अनि अगाडि. फर्स्टमै पालो आइदियो हुन्थ्यो आज. अरू त केही खोजेको होइन, पालो आइदियो पुग्छ. टाढाबाट हेर्दा त यो गाडी नि टेस्ला जस्तै लागेको थियो त मलाई त. होइन रहेछ. टाढाबाट ट्याक्क हेर्दा चाहिँ टेस्लाको मोडल एक्स हो कि वाइ जस्तो देखाएको थियो क्या. नक्सालको कुन बाटो चाहिँ हो वान वे बनाएको भनेर न्युज आएको थियो कि मेरो टिकटकमा एकचोटि. अस्तितिरै हो, तर यता गल्लीको भने जस्तो पनि लाग्थ्यो. यामाहाको सोरुम. आजकल त जता नि ट्रायम्फहरू मात्रै देखिन्छ. धेरैले किने जस्तो ट्रायम्फ.
खै आफूले त चलाउनु पनि पाएन टाइम कस्तो हुन्छ नि थाहा छैन कस्तो फुट ब्रेक झ्याप्प नलागे जस्तो फिल आउँछ मलाई धेरैचोटि मान्छेसँग ठोकेला जस्तो मात्रै हुन्छ अनि 45 मिनटै छिटो आयो क्या म आज केही छैन झन् 1 नम्बरमा पाला होला कि के बाइकहरू टन्नै आइसक्यो त सबै अगाडि पछाडिको बाइक छिरिसक्यो आफ्नो बाइक चाहिँ छिर्दैन बसी भइसक्यो म यहाँको यहीँ छ यो बाइक चाहिँ अहिले चाहिँ 3 बज्यो क्या होइन म बिहान सर्भिसिङ आएको 9 बजे पालो छिटो आउँछ भनेर अहिले साँझको 3 बजिसक्यो अनि मैले भन्नु खोजेको चाहिँ के भन्दाखेरि यो सर्भिस सेन्टर आएपछि हरेकचोटि त्यस्तै हुन्छ क्या त्यो चाहिँ अब अहिले आएर चाहिँ मलाई चाहिँ प्रब्लमै भएर यो कुरामा बोले अब म चाहिँ होइन तर यो सर्भिस सेन्टर आएको म बाइक किनेदेखि यहाँको म अर्को ठाउँ गएकै छैन पहिलातिर पनि लेट गरिदिन्थ्यो क्या सर्भिसिङ चाहिँ चाँडै गए पनि टाइम एन्ड अगेन सधैँ ढिला नै निस्किनुपर्छ सधैँ यता आउने भनेर सोचेपछि अरू ठाउँमा त प्लान बनाउनै हुन्न क्या एक दिनको लागि सधैँ आजको मेरो प्रब्लम चाहिँ के हो भन्दाखेरि नि होइन म बिहान 9 बजे आएँ खाली थियो त्यो आजको दिनको आउनेहरू चाहिँ खाली नै थियो अनि त्यहाँ दाइलाई पनि सोधेँ मैले त्यहाँ टोकन दिने चलन छ नि त अनि कति नम्बरमा परेछ मेरो भनेर सोधेँ 5 नम्बरमा भने क्या अब 5 नम्बर भने त छिटै हो नि त त्यत्रो पिटी स्टप छ त्यहाँभित्र 5 नम्बरको पालो त 1 घन्टाभित्रमै छिराउला भन्ने सोचेको थिएँ क्या मैले चाहिँ अनि यसो यतापट्टि हेरेको अलि धेरै नै त्यो अरू बाइकहरू थियो कि ड्युकहरू हिजोको बाँकी रहेछ त्यो ड्युकहरू मैले पछि थाहा भएको होइन अनि यसो हेरेँ बसिरहेको छु होइन 5 नम्बर भने सबै प्रब्लमहरू टिपाएँ बाइक टाइममा स्टप भइरह हिट हुँदाखेरि पनि भन्ने कुरा टिपाएँ ब्रेकहरू हल्का कस्दिनु भने अरू त केही थिएन प्रब्लम मेरो बाइकमा अनि त्यति प्रब्लम भने बसिराखेँ होइन 2 घन्टासम्म नि मेरो बाइक छिराएन के 10 बजेदेखि काम गर्न सुरु गर्छ भन्थ्यो यसलाई उनीहरूले म कुरिरहेछु 10 साढे 9तिर पुगिसकेको थिएँ म 10 बज्यो 11 बज्यो 12 बज्यो होइन बाइक छिराएकै छैन कि 5 नम्बरमा आएको बाइक अनि यसो हेरिरहेको थिएँ होइन पछि ढिला अरू बाइकहरू आइरहेको थियो कि अनि प्रब्लमहरू भन्यो होला के गर्यो होला थाहा भएन त्यो बाइकहरू छिराएर नि निकाल्न भ्याइसक्यो होइन त्यो बाइकहरू छिरायो हेरिरहेको छु म तिनीहरू पहिला थिएन के हेऱ्यो छिरायो पुरै बनाइदियो होला के गरिदियो होला अनि निकालेर नि भ्याएँ के त्यही पनि मेरो पालो आएको छैन अनि मैले 1-2 चोटि सोधेँ त्यहाँ दाइ 5 नम्बरको थियो मेरो बाइक अहिलेसम्म छिरे छैन किन होला ढिलै भइसक्यो आएको 3-4 घन्टा भइसक्यो भनेको अब तपाईँको पालो आउँछ भने होइन एकछिनसम्म बसेँ अरू बाइकहरू पनि छिराइरहेको के अब त्यो बाइकहरू मलाई थाहा भएन सर्भिसिङकै लागि छिरा हो कि चेकअपको लागि अब उनीहरूको त चेकअप र सर्भिसिङको छुट्टै हुन्छ भने जस्तो लाग्यो पहिला अनि बसिरहेको छु पालै आउँदैन अनि अझै एकछिन पछिसम्म पनि हेरेँ आएन अनि म फेरि सोध्न गएँ क्या अर्को दाइलाई दाइ पालै आएको छैन त कहिले आउँछ भने कति नम्बर भन्यो 5 नम्बर भनेको अब अझै 2-3वटा बाइक छिर्छ त्यो पछि तपाईँको पालो आउँछ भने त्यही भन्यो मलाई त्यही पनि म चुप लाएर बसेँ होइन
अनि अब आएको 5 घन्टा हुन लागिसक्यो होइन, बाइक छिर्दैन। मेरो अगाडि आएकोहरूको पनि सबको भएर बाइक रेडी भइसक्यो, बाहिर निस्किसक्यो, आफ्नो छिर्दैन। पछाडि आएको पनि कोही देख्दिनँ होइन। अब मभन्दा पछाडि आएको बाइकहरू पनि छिरिसकेको थिएँ कि, मैले ढाँटेको होइन। अब चेकअपकै लागि भनेर छिरायो कि सर्भिसिङकै लागि भनेर छिरायो, सबै गरेर निस्किसक्यो। कति पछि आएको बाइकहरू नि भइसक्यो। अनि आफ्नो पालो नआउँदा त रिस उठ्छ नि त। एउटा कस्टमरको नाताले बोलेको क्या म अहिले चाहिँ होइन। अब यत्रो हुँदा नि पालो नआएपछि त रिस उठ्छ नि त। आफूले पनि पैसा तिरेर सर्भिसिङ गराउन आएको, मेरो पनि सर्भिसिङकै पालो थियो। अनि त्यो एउटा टोकनको सिस्टम राखेपछि त टोकन अनुसार मिलाउनु पऱ्यो नि त। अनि त्यहाँ म हेरिरहेको छु होइन, भित्र पनि सर्भिसिङ सर्भिसिङ गरेपछि अनि काम गर्नेहरू नि एकछिनपछि बाइकै त्यहीँ हुन्छ, बाइक मान्छे हराउँछ क्या। लाइक अब उनीहरूको काम गर्ने तरिका त्यही हो कि थाहा भएन होइन। फोन हेर्दै बस्ने, रिल हेर्दै बस्ने गर्छ। अनि काम गराइ त्यस्तै ढिला काम गर्छ क्या, ढिलै काम गर्छ। अनि त्यो पछि त्यसरी हेरेर बसेपछि अनि हिजोपल्टको कामहरू बाँकी भइहाल्छ नि त्यसरी गरेपछि त। एउटा कस्टमरले हेर्ने तरिका मात्रै भने मैले चाहिँ होइन। आज त्यही हेर्दै बसेँ क्या म। पहिला पनि नयाँ कुरा त होइन यो, तर अब त बानी पर्नु भन्दा नि रिस उठ्छ क्या। बिहानै पालो आउँछ भनेर बस्यो, अगाडिको टोकन लियो होइन। अनि पहिलाकै बाइक बाँकी छ, बिचमा छिरेको बाइकहरू बनाउनु थाल्ने, काम गराइ उस्तै हुन्छ फेरि। अनि त्यस्तो गरेपछि त रिस उठिहाल्छ नि। हाम्रो नि काम हुन्छ, दिनभरि यहीँ बसिराख्न नि भ्याउँदैन होइन। अब मान्छेहरूले बाइक छोडेरै जाने पनि हुन्छ, तर मेरो त त्यस्तो मिलेन नि त। बाइक अझै चाहिन्छ, भोलि कता जानुपर्ने हुन्छ। अनि त्यस्तो भएपछि रिस उठेर मात्रै यो भिडियो बनाएको क्या मैले चाहिँ सधैँ। अनि हिजो अनि सेक्युरिटी गाईलाई, दाइ अनि म त बिहानै आएको, किन पाल्न होला अहिलेसम्म भनेर राम्रै मुखले सोधेको। हिजोकै बाइकहरू थियो भाइ 7-8वटा, त्यो बाइकहरू बनाइरहेको होला, बिस्तारै आउँछ नि भन्नुभयो क्या। अनि त्यसरी हिजोकै काम थाती राखेर अनि त्यो थाती राख्नु पनि धेरै बाइक आयो होला, ल हो भन्नु। अब उनीहरूको काम गराइ पनि देखेकै छ होइन, काम गराइ उस्तै हो। अब म यत्रो बेर बसेँ, ठ्याक्कै 3 बजेतिर, 3 बजे होइन 2:30तिर म खाजा खान निस्केको यसो। त्यति बेला नि बाइक छिराएको थिएन क्या मेरो। अनि खाजा खाएर एकछिन 3 बजीतिर आएको। अब ठिक भइसक्यो अरे बाइक, सबै कुरा बनिसक्यो अरे भनेर बाइक बाहिर धुनलाई राख्दो रहेछ। यसो हेरेको, एयर फिल्टर फेरिदिने, मोबिल फेरिदिने, ओरिङ फेर्ने, त्यति त हो त काम। त्यतिको हामीले 4,000-5,000 तिर्नुपर्छ होइन। अनि कस्टमरको टाइमलाई पनि त भ्यालु गर्नु पऱ्यो नि त। त्यसो भए त त्यत्रो पैसा तिरेर हामी पनि सिस्टम बनाउनु त आएन। त्यही कुरामा मात्रै रिस उठायो क्या हल्का। अब किन त्यस्तो भयो मलाई त्यो थाहा भएन होइन। मेरै पालो मात्रै नआउने, अगाडि पछाडिको बाइकहरू छिरेहा बनिरहा, पछि आउने एडभेन्चरहरू पनि छिरिरहा। अनि आफ्नै मात्रै पालो नआउँदा त रिस उठ्छ नि त। अस्ति न के भन्छ, त्यति बेला मेरो चेकअप थियो, चेकअपको बेला पनि त्यस्तै भयो क्या। अब बिहानै गएको छु, चेकअपको त सर्भिसिङको भन्दा छुट्टै हुन्छ भन्छ, लिस्ट छुट्टै हुन्छ भन्छ। बरु सर्भिसिङको छिटो पालो आयो होला, मेरो पालै आएन क्या। अनि दाइ कति बेला आउँछ भन्यो, आउँछ बिस्तारी गर्छ। बिहानै आएको मान्छेको हालत त त्यस्तो हुन्छ, पछि आएको कोही छिटै गइरहन्छ। अब त्यो के भन्ने त, अब कसरी सोच्ने त त्यो कुरालाई भन्ने कुरा हो चाहिँ। किनभने होन्डाकै सर्भिसिङ पनि देखे अब होइन, ठ्याक्कै यति लिने भन्ने हुन्छ उनीहरूको पनि। अब 5-5वटा छिराउँछ उनीहरूको, 5वटा पिट स्टप छ होस् लाग्यो, 5-5वटा छिराउँछ। खै ठिकै टाइममा हुन्छ। अब मान्छे कम भयो भने 1 टाइम लाग्छ भनिदिन्छ, हुन्छ। यहाँ त अब ढुकेर बस्नु पऱ्यो क्या, कति बेला बाइक बन्छ भनेर अब हेरेर बस्नुपर्छ। अब बाइकै त्यस्तो किने हो कि सर्भिस सेन्टर त्यस्तो हो, एडप्ट गर्न नसके हो कि सर्भिसिङ गर्ने तरिका, त्यो चाहिँ थाहा भएन मलाई पनि। मलाई लागेको कुरा चाहिँ भनिदिएको हो मैले। बिहानै आएको छु होइन, बसिरहेको छु,
तर यसो सोच्दाखेरि पनि 5 नम्बरको पालो चाहिँ 4-5 घन्टा 9 बजे आएको मान्छेको पालो 3 बजे सकिन्छ भनेर त अलि कस्तो भएन र लाइक 10-11 नम्बरमा परेकोहरू 20 नम्बरमा परेको बाइकहरू हो भने नि ल हो भन्नु होइन 5 नम्बरको भनेको त फर्स्ट लटमै छिर्नुपर्ने बाइक हो त हो त्यसलाई कसरी लिने भन्ने कुरा हो क्या सबसे राम्रो सर्भिस सेन्टर भन्छ सानो गौचरणको होइन नक्सालको हेड सर्भिस सेन्टरै त्यही हो भन्ने नि कुराहरू आउँथ्यो क्या अनि मेन सर्भिस सेन्टरकै पारो त्यस्तो हो टाइमिङ त्यस्तो हो भने त अनि के भन्न सकिन्छ र सधैँ आयो ढिलामा बस्यो आफ्नै पालोमा मात्रै त्यस्तो हुने हो कि अरूको पालोमा पनि त्यस्तै हुने हो मेरो पालोमा चाहिँ सधैँ त्यस्तै हुन्छ त्यो दिन अब यहाँबाट बाइक यता सर्भिसिङमा दिएर जाम भन्ने ठाउँ पनि छैन दिनभरि कुरेर बस्यो पारा देखिन्छ रिस उठ्छ भने यति टाइम लाग्छ रे यति बनाउन जस्तो पनि लाग्छ कहिलेकाहीँ तर त्यो 5 नम्बरको टाइम त्यतिमा हुन्छ भनेर चाहिँ कसरी सोच्ने के मलाई सबसे धेरै रिस उठेको कुरै त्यही हो 5 नम्बरको पालो 3 बजीसम्म नआउँदाखेरि चाहिँ रिस उठेकै हो क्या अब हामीलाई नि के थाहा त होइन हिजोको पालो बाँकी होला भन्ने अब त्यो फोन गरेर सोध्ने नि हुन्छ नि त भन्ने हुन्छ होला अब हामीलाई त जहिले टाइम मिल्यो त्यही बेला आउने हो आउँदाखेरि नि त्यस्तो बिजोग देख्नु परेपछि चाहिँ अनि यति महँगो बाइक किने होइन अब हामीलाई त महँगै हो यो बाइक पनि महँगो बाइक किन्दा नि सर्भिसिङको टाइम नमिल्दाखेरि रिस उठ्छ क्या अब सर्भिसिङको टाइम मात्रै नमिले नि हुन्छ नि पहिला त केयरलेसनेस नि गरेँ क्या मेरो बाइकमा एक्सिडेन्ट परेर गियरको बक्स फेर्न जाँदाखेरि बिहानै लगेर छोडिदिएको मैले कलेज सकेपछि लिन गएको होइन अर्को बाइकले हान्दै थियो गियरको त्यो लिभरहरू सब उडेको थियो अनि फेर देखा भन्यो पैसाको बिल टन्नै आयो त्यो तिर्यो होइन फेर देखा भन्यो अब ट्रस्ट गरेर चलाइन्छ नि त ड्युक हो छिटै चलाउँछु अनि इन्टरसेक्सन आएर यसो गियर चेन्ज गर्छु भनेर फुटपेगमा यसो टच गर्छु त गियरै छैन अनि यसरी हेर्छु त त्यो गियरको त्यो कनेक्सन हुन्छ नि बाइकसँग त्यो नै छुटिरहेको थियो के गियरको त्यो कनेक्सन हुने ठाउँै नटै के अरे निक्लेर 2 टुक्रा भएर बसेर रहेछ के अनि त्यस्तो बेला एक्सिडेन्ट पऱ्यो भने त को जिम्मेवार त अब उनीहरूले त बाइक बनाइदियो भनेर हिँड्दै अब हामीले यसो आँखाले हेर्दाखेरि चलिरहेको थियो चलाउँदाखेरि पनि चलिरहेको थियो बाइक अनि पछि गएर यही बाटोमा हो घर फर्किरहेकै बेलामा हो यसो तल हेर्छु त गियरको त 2 टुक्रा भएर बसिरहेको रहेछ अनि रिस उठ्छ नि त यत्रो बेर यत्रो घन्टा बसिन्छ होइन सर्भिसिङ गराउनलाई अनि त्यस्तो फल्ट देखेपछि त ज्यान पनि जोखिममा भयो अनि न त सर्भिस राम्रो छ न त सर्भिस दिने टाइम राम्रो छ भने त अनि सर्भिस सेन्टर खोलेको के काम त अझ मैले त्यति बेला नि फोन गरेँ हो मैले बाइक बनाउन आएको थिएँ मेरो एक्सिडेन्ट परेर बाइक बनाइदिनु भएको थियो हजुरहरूले यस्तो भयो बिच बाटोमा प्रब्लम भयो अनि यस्तो भएपछि त अनि कसको गल्ती भन्नु त अब तपाईँहरूलाई ट्रस्ट गरेर बनाउनु दियो हामीले हेर्दा पनि अब पुरै मेकानिक्सकै तरिकाले त हेरिँदैन बाइक चलाउने हो हामी त बन्यो भनेर ट्रस्ट गरेर अनि यस्तो भएपछि त के गर्नु त भनेर फोन गरेको म तल भनिदिन्छु नि त है हजुरको प्रब्लम भनिदिनु भएकोमा धन्यवाद भनेर भने क्या मलाई अनि त्यस्तो भनेपछि त अभियसली रिस उठ्छ नि त यस्तो भएछ भनेर एउटा फर्मेलिटी छैन के त्यो पछि फोन पनि आएन त्यो बारेमा कुरा गर्नलाई त्यति कम्प्लेन टिप्दैछु हामीले तपाईँको कम्प्लेन तल पुग्छ भनेर भन्यो होइन मलाई त्यो पछि त्यो कुरै भएन के अनि पहिलादेखिको रिस हो नि त यो त त्यही पनि अहिले पनि त्यहीँ हुन्छ कि भनेर गएको छ होइन त्यहीँ ट्रस्टवर्दी नै हुन्छ भनेर हिँड्ने त्यही पनि अब सर्भिसको टाइम पनि त्यस्तो दिएपछि अनि कसको चाहिँ विश्वास गर्नु त त्यो त कुरै भएन नि त्यही हो क्या मेरो प्रब्लम चाहिँ हो बाबा यो भिडियो कतिजनाको
फिडमा पुग्छ त थाहा भएन, तर इफ जसले त्यो कुराहरू हल्का चेन्ज गर्न सक्छ सर्भिस सेन्टरको बारेमा, उहाँतिर पुग्यो भने चाहिँ हल्का चाहिँ इम्प्रुभ गर्नै छ भनेर भन्छु है म चाहिँ। कज 5 नम्बरमा छिराको बाइकको पालो, 9 बजे छिराको 10 बजेदेखि काम सुरु हुने बाइकको पालो लास्टमा गएर 3 बजे आउनु भनेको त लाइक 10, 11, 1, 2, 3 लाइक 5 घन्टै बस्नु पऱ्यो त। 5 नम्बरकै टोकन लिएको बाइकको पालो 5 घन्टै बसेर लिनुपर्छ भने त के भन्न सकिन्छ र होइन। ओर्थ लागेन कि मलाई चाहिँ त्यो त्यत्रो वेट गराएको, जहाँ अब एउटा मोबिल फेर्नलाई, त्यही पनि मोबिल फेर्नुपर्ने बेला भएको बाइक पनि होइन क्या मेरो बाइक कहिले पनि त्यहाँ टोकेको टार्गेटेड खालको किलोमिटर कुदा हुँदैन कि मेरो बाइक। अनि सधैँ 1000 किलोमिटर नि बल्ल बल्ल कुट्छ बाइकको सर्भिसिङ गरेको इन्टरभलमा। अनि अब यता त चेकअप गराउनलाई छुट्टै टाइम ल्याउनु पऱ्यो, सर्भिसिङ गराउनलाई छुट्टै टाइम ल्याउनु पऱ्यो, फेरि ल्याउनै पर्छ, वारेन्टीको कुरा आउँछ होइन। अनि त्यस्तो भएपछि कसरी हुन्छ त भने के, ल्याउनै पऱ्यो, नल्याउँछु भन्दा नि सुख छैन। आफूलाई त बाइक कस्तो चलिरहेको थाहा नि त, पर्फर्मेन्स राम्रै छ, हल्का सानोतिनो प्रब्लम आयो भने त मेकानिक त्यो लोकल गराजतिर गए पनि हुन्छ। त्यति टाढादेखि यहीँ आउनु छ होइन, त्यही एउटा जब मोबिल फेर्नलाई, त्यही पनि फेर्नुपर्ने टाइमै नभइकन त्यही माथि सर्भिसिङको टाइम यति भएपछि त अनि रिस उठ्छ नि त। बस्या हेरे अरू सबको पालो आइसक्छ होइन, खोइ मेरै पालो चाहिँ किन नआएको हो अचम्म लाग्छ मलाई चाहिँ। अरू सबको पालो आएको होइन, अगाडिको नि सकिएछ, मेरै पछाडि आएको एउटा 250 को पनि सक्यो, देखिरहेको छु। आफ्नो पालो चाहिँ सकिँदैन। अनि के भन्ने त, बाइक मात्र किनेर त भएन। त्यही हो कुरा चाहिँ। आजको दिन बिहान एकछिन सर्भिस सेन्टर पुग्दामा सक्यो, अनि बेलुका एकछिन घर आइपुग्दामा सक्यो आजको दिन। And that's all for today होइन। थ्याङ्क यू गाइज फर वाचिङ। हल्का भ्युज आइरह अहिले त युट्युबमा पनि, बिस्तारै बढ्ला नि थोरै गरेर। सो थ्याङ्क यू गाइज फर वाचिङ, किप सपोर्टिङ है, and see you in next vlog. Bye bye.